साथीहरु तपाईको YouTube च्यानल मोनेटाइजेसन भइसकेको छ र मोनेटाइजेसन आफ्टर हामीले चाहिँ कसरी भिडियो अपलोड गर्ने हाम्रो चाहिँ फर्मेट जुन मेथड हुन्छ हाम्रो प्रोसेस त्यो चेन्ज हुन्छ र साथीहरु तपाईलाई चाहिँ म सिकाउँछु कसरी हामीले चाहिँ भिडियो अपलोड गर्ने र भिडियोलाई कसरी हामीले चाहिँ सर्च लिस्टमा ल्याउने अब कसैले सर्च गर्यो भने हाम्रो भिडियो माथिमा आउनु पर्यो 1 नम्बरमा 2 नम्बरमा 1 नम्बरमा 2 नम्बरमा आयो भने हाम्रो भिडियो मात्रै अरूले हेर्छ यदि हाम्रो भिडियो अब 10 नम्बरमा अब सबैभन्दा तल आयो भने हामीले चाहिँ कसैले हेर्दैन र के स्टेप हो त्यो नयाँ तरिकाबाट अपलोड गर्ने त्यो सम्पूर्ण तपाईलाई चाहिँ त्यो प्रोसेस म तपाईलाई चाहिँ सिकाउने छु र हामीले चाहिँ कस्तो कस्तो ट्याग्सहरु लगाउने त्यो सबै कुरा तपाईलाई चाहिँ यो भिडियो अन्तर्गत तपाईलाई चाहिँ म सिकाउँछु र साथीहरु तपाई चाहिँ नयाँ आउनु भएको छ भने एक लाइक गर्न चाहिँ नबिर्सिनु होला तपाईहरुलाई चाहिँ म आफ्नो ल्यापटपको स्क्रिन शेयर गरेर तपाईलाई चाहिँ म सिकाउँछु साथीहरु र मैले यहाँ चाहिँ कम्प्युटर स्क्रिन शेयर गरेको छु तपाईहरु पनि यही तरिकाबाट तपाईले चाहिँ आफ्टर मोनेटाइजेसन पछि तपाईले चाहिँ भिडियो यसरी अपलोड गर्नु होला युट्युबमा क्लिक गरे यदि तपाईहरु हुनुहुन्छ मोबाइलबाट भने क्रोम ब्राउजरमा जानु होला र यहाँ चाहिँ क्रिएटमा तपाईले चाहिँ क्लिक गर्नु होला यो प्लस आइकनमा अपलोड भिडियो र यहाँ क्लिक गरेपछि अब तपाईले चाहिँ फर्दर प्रोसेस तपाईहरुलाई चाहिँ भन्न गइरहेको छु अब तपाईले चाहिँ सिलेक्ट फाइल अनि त्यसपछि तपाईले यहाँ चाहिँ अब कुन तपाईको चाहिँ भिडियो मेरो चाहिँ यो भिडियो र मैले चाहिँ यो भिडियोलाई क्लिक गरेको छु र यहाँ चाहिँ ओपनमा गर्दिए त्यसपछि साथीहरु तपाईले चाहिँ यहाँ डिस्क्रिप्सनमा तपाईले चाहिँ चेन्ज गर्नुपर्ने हुन्छ टाइटल तपाईले चाहिँ यहाँ लेख्नुपर्ने हुन्छ र मेरो चाहिँ टाइटल रहेको छ तपाईको जुन टाइटल हो के रिलेटेड तपाई चाहिँ भिडियो बनाउनु भयो त्यो टाइटल तपाईले यहाँ चाहिँ राख्नु भयो मेरो चाहिँ यहाँ टाइटल लेख्दै छु म पेपल को ब्यालेन्स पेपल को पैसा नेपाली पेपल को पैसा नेपाली नेपाल र साथीहरु तपाईले यहाँ चाहिँ टाइटल लेख्नु पर्ने हुन्छ यहाँ मैले चाहिँ लेख्दै छु पेपल को पैसा नेपाली ई सेवामा ल्याउने तरिका यति लेख्दिएको छु साथीहरु र यहाँ मैले चाहिँ अब इंग्लिशमा पनि तपाईहरु चाहिँ टाइटल लेख्दिनु होला हाउ टु विथड्र पेपल मनी PAYPAL पेपल मनी इन ई सेवा र साथीहरु तपाईले यहाँ चाहिँ 100 वर्ड्स मात्रै तपाईले चाहिँ लेख्न सक्नुहुन्छ र मैले चाहिँ यहाँ यसलाई चाहिँ म कपी गरेर कन्ट्रोल सी बाट गर्नु होला अनि त्यसपछि मैले चाहिँ पेस्ट गर्दिए र यति गरेपछि अब साथीहरु अब तपाईहरुले चाहिँ यहाँ थम्बनेल राख्नु पर्ने हुन्छ र तपाईको चाहिँ थम्बनेल हुनु पर्यो 2 MB भन्दा तपाईको चाहिँ कम हुनु पर्यो 2 MB भन्दा बढी हुन्छ भने तपाईको चाहिँ यहाँ अपलोड हुँदैन र मैले यहाँ चाहिँ थम्बनेल राखिसकेको छु त्यसपछि तपाईले चाहिँ अब क्याटेगोरी तपाईले चाहिँ चुज गर्नुपर्ने हुन्छ तपाईको चाहिँ कुन अब प्लेलिस्ट हो मैले चाहिँ इस सेवा मुनि मैले चाहिँ क्लिक गरे डन गर्दिए त्यसपछि स्क्रोल डाउन गरे साथीहरु र स्क्रोल डाउन गरेपछि अब साथीहरु तपाईको चाहिँ अल्टरनेट कन्टेन्टमा अब यहाँ चाहिँ धेरै मान्छेले चाहिँ धेरै साथीहरुले चाहिँ यहाँ कन्फ्युज हुनुहुन्छ अब तपाई चाहिँ एआई रिलेटेड भिडियोहरु बनाउनुहुन्छ एआई बाट भिडियो बनाउनुहुन्छ भने तपाईले चाहिँ यसमा तपाईले चाहिँ क्लिक गर्नुपर्ने हुन्छ र मेरो चाहिँ एआई रिलेटेड हैन मेरो चाहिँ नोमा क्लिक गर्दिए र त्यसपछि साथीहरु तपाईले चाहिँ यहाँ टाइटलमा तपाईले चाहिँ मैले चाहिँ यहाँ कपी गर्छु कन्ट्रोल सी र टाइटलमा तपाईले चाहिँ राखेपछि तपाईको चाहिँ सर्च गर्यो भने तपाईको चाहिँ 1 नम्बरमा आउँछ सुरुमा आउँछ त्यही भएर तपाई चाहिँ टाइटल राख्नु होला कन्ट्रोल सी
र मैले चाहिँ कन्ट्रोल भी गर्दै मैले चाहिँ टाइटल राख्दै दुईवटा र तपाईहरु चाहिँ अझै लगाउन सक्नुहुनेछ र भिडियो मेरो चाहिँ ल्याङ्ग्वेज नेपाली नै रहेको छ रेकर्डिङ डेटमा तपाईले चाहिँ आजको हाल्नु होला अनि भिडियो लोकेसनमा नेपाल राखिदिनु होला यति गरेपछि अब हाम्रो चाहिँ अब तपाईको चाहिँ क्याटेगोरी कुन हो मेरो चाहिँ साइन्स एन्ड टेक्नोलोजी मैले चाहिँ टेक्निकल रिलेटेड भिडियो बनाउँछु त्यही भएर अब तपाईको ब्लग हो कि कमेडी हो कि एजुकेसन हो इन्टरटेनमेन्ट हो कि फिल्म एनिमेसन गेमिङ के रिलेटेड हो तपाईले चाहिँ त्यही रिलेटेड यहाँ चाहिँ सिलेक्ट गर्नु होला त्यसपछि यहाँ मेरो चाहिँ अब सबै यहाँ ठीक छ त्यसपछि तपाईले चाहिँ नेक्स्ट प्रोसेस गर्नु होला नेक्स्ट गर्नु होला यहाँ तपाईले चाहिँ मोनेटाइजेसन र तपाईले चाहिँ मोनेटाइजेसन पछि तपाई चाहिँ भिडियो अपलोड गर्नुहुन्छ भने तपाईले चाहिँ मोनेटाइजेसन तपाईले चाहिँ अन गर्नुपर्ने हुन्छ र यहाँ चाहिँ क्लिक गरेर यसलाई चाहिँ अन गर्दिनु होला यसलाई चाहिँ डन गर्दिनु होला त्यसपछि फेरि नेक्स्ट गर्नु होला नेक्स्ट गरेपछि अब साथीहरु अब तपाईले चाहिँ यहाँ आएर तपाई चाहिँ नन अफ द एबो अब तपाईको चाहिँ कन्ट्रोभर्सियल इश्यू रिलेटेड हो कि सेन्सिटिभ इभेन्ट्स रिलेटेड हो कि तपाईको चाहिँ अब फायर आर्म्स रिलेटेड हो कि तपाईको चाहिँ अब हेटफुल एन्ड डिरोगेटरी कन्टेन्ट हो कि तपाईको इनबिलिङ डिसअनेस्ट बिहेभियर रिलेटेड हो कि अब मेरो चाहिँ यो कुनै मध्ये मेरो चाहिँ हैन भने मैले चाहिँ नन अफ द एबो मैले चाहिँ लगाए त्यसपछि सबमिट रेटिङ गर्दिनु होला यहाँ चेन्जेस आउँछ तपाईको चाहिँ पहिला तपाईको चाहिँ एड सुटेबिलिटी आउँदैन र अहिले तपाईको चाहिँ अब मोनेटाइजेसन पछि तपाईको चाहिँ आउँछ त्यसपछि नेक्स्ट गर्नु होला अब तपाईले एड एन्ड इन्ड स्क्रिन अब तपाईले चाहिँ यहाँ इन्ड स्क्रिन लगाउन सक्नुहुन्छ मैले चाहिँ यहाँ लगाइदिदैछु अब इन्ड स्क्रिन तपाईको चाहिँ के हुन्छ तपाईले चाहिँ भिडियोमा अब भन्नु भएको हुन्छ मैले चाहिँ आइकनमा राख्दिएको छु त्यही आइकन यहाँ हो मैले चाहिँ पेपल आइडी राख्छु यहाँ पेपल हाउ टु क्रिएट पेपल मैले चाहिँ यहाँ पेपल राखिदिए र यहाँ चाहिँ अब तपाई चाहिँ एड्स कार्ड गर्न चाहनुहुन्छ भने तपाईले चाहिँ यो पनि गर्न सक्नुहुनेछ र तपाईको यहाँ चाहिँ के हुन्छ अब तपाईले चाहिँ अब भिडियोमा अब जस्तै मैले चाहिँ यहाँ एउटा एड्स एड गर्छु भने मैले चाहिँ यहाँ भिडियोमा गएर मैले चाहिँ अब कुनै आफ्नो म भिडियो लगाउन सक्छु यहाँ र केही समय लिन्छ टेन्सन छैन र साथीहरु तपाईले चाहिँ मेरो भिडियोलाई लाइक गर्नु भएको छैन भने लाइक गरिहाल्नु होला र साथीहरु यसलाई म छोड्दिए अहिले म यो कार्ड स्टार्स मैले चाहिँ लगाउँदिन यसलाई चाहिँ म डिस्कार्ड चेन्ज गर्दिए यो लगाए पनि नलगाए पनि केही हुँदैन यसले त्यसपछि नेक्स्ट गर्नु होला त्यसपछि साथीहरु अब मेरो चाहिँ यहाँ प्रोसेसिङ अप टु एचडी 4 नेट लिन्छ साथीहरु यहाँ त्यसपछि तपाईको चाहिँ अब चेकिङ हुन्छ अब तपाईको चाहिँ चेकिङ हुन्छ तपाईको चाहिँ कुनै इश्यू हुँदैन भने तपाईको चाहिँ यहाँ लेखेर आउँछ यदि तपाईको चाहिँ अब कपिराइट स्ट्राइक केही छ भने तपाईको यहाँ चाहिँ अब लेखेर आउँछ नेक्स्ट गर्दिए र नेक्स्ट गर्दिएपछि साथीहरु तपाईले यहाँ चाहिँ प्राइभेट हेर्नुहुन्छ यहाँ अनलिस्टेड र तपाईले चाहिँ पब्लिक अनलिस्टेडमै तपाई चाहिँ पोस्ट गर्नु होला सुरुमा अनलिस्टेडमा तपाईले चाहिँ अब अनलिस्टेड किन गरिन्छ अब तपाईको चाहिँ अब कम्युनिटी गाइडलाइन्स तपाईको चाहिँ आयो भने तपाईको अनलिस्टेडमा आउँदैन त्यही भएर मैले चाहिँ तपाईहरुले चाहिँ अनलिस्टेड नै भने राख्न र यहाँ चाहिँ सेभ गर्दिए र यो चाहिँ अब 7 सेकेन्ड पछि यो चाहिँ अब सेभ हुन्छ यो यसलाई चाहिँ सेभ हुन एकछिन लाग्छ तपाईको चाहिँ यो क्लियर हुनु पर्यो र साथीहरु यहाँ चाहिँ अब सेभ नहुनुको कारण तपाईको चाहिँ रहेछ मेरो चाहिँ इन्टरनेट गएको छ त्यही भएर यहाँ चाहिँ सेभ भएन र साथीहरु यहाँ इन्टरनेट आइसकेको छ र म यहाँ चाहिँ सेभ गर्दिए र यहाँ चाहिँ मेरो कुनै पनि इश्यू देखाएको छैन र साथीहरु अब तपाईको यहाँ चाहिँ अब यहाँबाट तपाईले चाहिँ फेरिदेखि यसलाई चाहिँ अन गर्नु होला यहाँ अब अनलिस्टेड चाहिँ यहाँ क्लिक गर्नु होला त्यसपछि तपाईले चाहिँ इश्यू देखाएन भने तपाई चाहिँ पब्लिक गर्दिनु होला यसरी साथीहरु तपाईले चाहिँ मोनेटाइजेसन आफ्टर भिडियो अपलोड गर्न सक्नुहुनेछ र तपाईहरुलाई चाहिँ यो प्रोसेस कस्तो लाग्यो तपाईहरु चाहिँ कमेन्ट बक्समा छोटो मिठो कमेन्ट छोड्दिनु होला र साथीहरु लाइक गर्न चाहिँ नबिर्सिनु होला हस्त धन्यवाद फेरि पनि यस्तै किसिमको भिडियो अपलोड ल्याउने छु हस्त बाइ